स्टार्ट देखिरहेछौ नि तिमी ओके लाइटर कता राख्यो मम्मीले लाइटरले ल्याउनु छ नि कता ओके मम्मी आउँछु हाय आज मेरो बाबुको बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे मेरो छोरा थ्याङ्क यू अब पूजा गर्ने ओके ओइ सी ला 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 के हुन्छ र सुके क्रिटिकलले मिस गर्ने है पहिला भगवान्लाई पूजा 1 यहाँ भगवानले गर्ने 2 3 4 5 6 7 फोर मौला ओके हो 5 ओके चल आमचं मोबाईल पाहिजे का होइछ सगळा बेउला लाग्छ नराम्रो हैन धौ धौ कि भगवान त 7 यहाँ मानो है का दिखाए अच्छा ठीक है मेरेमा दुख मरेमा कस्तो मरेमा उही बाहिर के गामा थियो ला हाँ कसको आयो जन्मदिन सुन्दरा नि हाल्नु पर्छ नाच्छ जनातिमा मोबाइल चलाथे ए किन काछौ न त मलाई ए तेरिका लादा किन थेना चले होला थेना त अनि दाम पिक्नु कृति गरे अब कृति हाल्नु चेटीले चेक्यो ढाला गन ओ टाइगर आ बोला आई मत थाना नाच मत पनि हो भिडियो खिचन ओ टाइगर बोले तार कानमा हैप्पी बर्थडे ना भनेर कृति टाइगरले के यता आएर मेरो कानमा कुनै उही त माना होला हेर्नुला यहाँनिर बोला ठ्याक्क उयो धर्म जबला डबला लाग्छ हेर्नु सुन्छ यहाँ आज मेरो भाइको बर्थडे है बर्थडे अब नक्सा पूजा गर नक्स पूजा गर यसरी पूजा गर यसरी मोटा जा उताको हुन परेर चाहिँ बाहिर पठाइदेऊ न बाहिर पठाउने फोटो पनि लिऊ है बिचमा नसिदा हेर त सरर गरेर जुटे त हेर्नु नक्सिदा हेर्नु एकचोटि यसरी हेर न फोटो लिन्न कस्तो मोबाइल है लिन्छ भिडियोमै लिन्छ यहाँ टाइगर सक्नुहुन्छ यहाँनिर हेलो गाइज भिडियो फोटो खिच्छु के त हेर्न फोटो खिच्छु यता अरे ना पहिले टिका लाउँछु मम्मी ना यो यस्तो गरेर हेर्नु त्यो यस्तो गरेर यता ड्राइङ घुमाउ लुक्यो मोटला आ लुक्यो माला मलाई थो 7 वर्षको बर्थडे लुक्यो यहाँ यसो अब पूजा माता गर्ने यता यसरी राख्ने हो नि बाबै यो तल राख्न हाल्ने हो के खाप टिका लगाउने मेरो छोरालाई धौबिन मोबाइल धौबिन म वाइ धौबिन अनि पिगल पिटेनु भयो रोकम यसरी यसो गर यहाँ पहिला भगवान यो औँलाले नो 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 यो यस्तो गर न यता पहिला तल 3 चोटि यस्तो गर होइन माथि पहिला कुए मलाई यस्तो लिउ न माथि यस्तो गर यस्तो गरेर माथि
त झर्सीको तर आमाले यसो गर यसो गर भनेको ल यसो हे मम्मी गरिदिन्छ भयो 3 ए खाएको होइन एकजना 1 2 3 ल अब यसरी हानेर लगाऊ टिक्की गर यसले राइटमा हो केटाहरूको है ल अब अब सगुन भयो अब यो सगुन दिने होइन खानेकुरा म त रक्सी भनेको दुध पो रहेछ ल अब यो यस्तो ल